सिमलताल भन्दा करिब 250-300 मिटर पश्चिम उत्तरपट्टि चाहिँ एउटा बस फेला पर्यो भन्ने सूचना आएपछि साथीहरू यहाँ आउनुभयो। हामी पनि त्यही सन्दर्भमा यहाँ चाहिँ उपस्थित भएका छौँ। हेर्दाखेरि यो बसको अवस्थिति सबै हेर्दाखेरि 2081 साल असारमा भएको जुन सिमलताल दुर्घटना हो त्यही दुर्घटनाकै चाहिँ मा परेको बस हुन सक्ने आशंका धेरै साथीहरूले गर्नुभएको छ। परिस्थिति हेर्दाखेरि यस्तो छ, यो एकदमै जटिल अवस्था छ। यहाँ सवारी साधन अरू इक्विपमेन्टहरू ल्याउन सक्ने अवस्था छैन। साथीहरूले चाहिँ खनेर हेर्दाखेरि केही यसको लगभग बसको 10-12% चाहिँ पार्ट चाहिँ देखिएको छ। अब हामीले यसलाई सम्बन्धित क्षेत्रका खास गरी यो क्षेत्रसँग सम्बन्धित विशेषज्ञ साथीहरूसँग छलफल गर्छौँ। सुरक्षाको टिमसँग पनि बसेर हामीले कुरा गर्छौँ। विपद व्यवस्थापनसँग सम्बन्धित विज्ञसँग पनि छलफल गरेर यो बसलाई चाहिँ कसरी यहाँबाट उत्खनन गरेर निकाल्न सकिन्छ भन्नेतर्फ हामी केन्द्रित हुन्छौँ। अब अहिलेलाई यो ठाउँ चाहिँ लोकेट हामीले गऱ्यौँ र मोटामोटी हिसाबले हेर्दाखेरि गत वर्ष भएको दुर्घटनाकै बस हो भन्ने कुरामा हामी लगभग स्पष्ट छौँ। मैले सोचेको त यो कतै बस भेटिएको छ, हामी क्रेन लान्छौँ, टक्क चाहिँ टिपेर निकाल्न सकिन्छ कि भन्ने त्यो आकलन थियो। अब अहिले यहाँ आएर हेर्दा हिँडेर आउँदाखेरि पनि यस्तो जटिल चाहिँ ठाउँमा छ। यो ठाउँमा अब यन्त्र उपकरण ल्याउन सक्ने त लगभग असम्भव नै छ। तथापि कुनै सानो साइजका सानो स्वरूपका चाहिँ यन्त्र उपकरण ल्याउन सकिने बोटबाट अथवा कुनै हिसाबले यहाँ ल्याउन सक्ने अवस्था रहेछ भने त्यतातर्फ हेरौँला। परिस्थिति अलिक जटिल छ, यसले लामो समय पनि लाग्ने र यसलाई चाहिँ अरू मेसिन र उपकरणहरू चाहिँ यहाँ ल्याउन सक्ने सम्भावना नभएको हुनाले यो परिस्थितिलाई कसरी चाहिँ अब हामीले अगाडि लिएर जाने भन्ने बारेमा छलफल गरेर भोलिदेखि हामी चाहिँ युद्धस्तरमा काम गर्छौँ।